हेलो नमस्ते सम्पूर्ण साथीहरुमा फेरि पनि स्वागत छ अर्को नयाँ भिडियोमा। साथीहरु अब चाहिँ म कहाँ जान लागेको भने म चाहिँ मतलबारी जान लागेको। तपाईहरुको बुनुले चाहिँ जेसु खान बोलाउँदै हुनुहुन्थ्यो। अब म चाहिँ जेसु खान जाँदैछु। हाम्रोपट्टि के कसो हुन्छ मायाले हेर्दै गर्नु होला त साथीहरु। सबले खेल्दैछ। हन टोपी कहाँ फ्याँक्नु भयो नानी? धागो लाउँदैछ दुलोमा। के गरेको छ र त्यस्तोमा? यो चारो फर्कै राख्नु पर्यो। पहिला बिहान चारो चाहिँ बसाएको थिएँ मैले। यसो चलाइराख्नु पर्यो साथीहरु। साह्रो भने चारो चाहिँ हाम्रो दिनै पछि जस्तो उसिनु पर्ने हुन्छ। त्यही भएर म चाहिँ माथि बोलाउँदै हुनुहुन्थ्यो झारहरू खाल्न। मरे म त जोले त पर्ने हुन्छ। त्यो नहोस् के भन्नु ल नि। आमा मेरो बिजोक सब तेन्दैसो गर्छ मलाई। यहाँ चाहिँ फुलिरहेको छ आप फुलिरहेछ। यहाँ चाहिँ आप चाहिँ लारे आप हो यो। मलाई एकछिन रोँदैछ त्यो डिस्टर्ब गरेको के नहल्ला न छोरा। तिम्रो बुनाले चाहिँ खुन्दैछ। हाम्रो घर चाहिँ तल दुईजनाले यहाँ बिजे राई परमा साथ बुनेको छ आज। यो त मान्दैन। बिजेको खुनै जस्तो छ हौ। मानि राखेको पुरै हिँडिरहेछ अब। ल ल बिस्तारै हिँड्न। ए कुन त कमा खै विजय चाहिँ मेला खुन्ना करे परमा। यता चाहिँ दाउरे तपाईं चाउरे नि त दाउरे म त लाउरे नि हुँ। हो लाउरे नि त नि लाउरे लाउरे नि भाता ओ परले हिँड्न तिमी र म जाऊ ल। हो पल्लो मान्छे अल्छी लागेको मात्रै भन्दैछ। जम्मा त नचनिन नु आजको तलब दिने हो भने 300 रुपैयाँ। कही हाम्रो त छैन छकेको नि त। यहाँ हेर नि यहाँ ल त धागो धागै नसकेको भन्छन् नसकेको जस्तो छन् सकेको जान्छन् नाच्छन् 12 त्यो बिजयले जोगाउँदै छैन जालु। म त नजोगाकै हो। हाम्रो आलु न म जोगाउँदिन। सबदिन चाहिँ यसो गरिरहेको छ यहाँनिर। म चाहिँ यस्तो जेसु खाँदैछु।
काठ ल्याउनु हुने को रामसिंह ए तल भाउजू देखेको छुइनँ र मात्रै हो के होइन भनेर भाउजूले पत्ताएर देवरहरूलाई नाच्छ भन्दा अनि अस्ति हाम्रो काकाकोमा चाहिँ को नाचेको त अस्ति काकाको अनि घर पछाडि रातभरि दुध नाच्ने चाहिँ को त बोल्नु चाहिँ सिक्नु पर्दो छ कि सबै बोल्नु चाहिँ आउँदो छ है यस्तो विजय होइन विजय हजुर लाज लाग्यो तपाईँको चाहिँ हजुरको चाहिँ गाउँमै फर्किने कराउँछ त नि अलिअलि कराउनै पर्छ कराउनु त हो भगवान् कुन जग्गामा चल्छ अल्छीको पोका एक थुप्रो भएर अल्छी भयो अल्छी अल्छी चाहिँ नआउनु है फुपू तपाईँलाई घाटा होला समाचार चाहिँ यति खाली मैले चाहिँ भाउजू घर चाहिँ माथि छ नि त ट्याक्कै भाउजू घरदेखि मेरो छोरा रुँदैछ यहाँनिर ल खुन है दुईजनाले यस्तै जन्मिन्छ के छोरा राम्रो चाहिँ उखाली मारी जान्छौँ यति भए चाहिँ सुँगुरलाई पुग्छ त्यो गाडी छ के गर्नु र ओ अनि म पैसी कठा लगाउँथेँ रहेछ काकाले होइन आँखा फुट्छ है काका इयरफोन लगायो भने भरेछ नि के सुन्नुहुन्छ र आँखा फुट्छ है काका भन्छेको सुन्दिनँ काकाले होइन गोरी चाहिँ के काट्नु भएको चाहिँ नानी मेरो घाँस पोखो को यहाँनिर चाहिँ खेल्दैछ नानी छ र यहाँ त गुलिँदो पखाउँछ चिल्लो पखाउँछ गाउँ घरमा ठुलो घर यहाँ त थाहा हुँदैन आजै सकेर छ नि त्यहाँ आरती पनि एक्लै कति पाउनु बिहान दिउँसो म चाहिँ अब यहाँनिर चारो केलाउनु पर्नु त्यसै भोलि सिङ्गिनु पर्ने हुन्छ साथीहरू त्यही भएर किलाइराख्यो भने चाहिँ ठिकै हुन्छ अहिले भ्याएको बेला चारो पनि बसिराखेको त साथीहरू
म चाहिँ बोरा उखाली मात्र लिएको कि ज्वरो हुन्छ यस्तो यो माटो दियो भने सुँगुर हुन्छ नि त त्यही भएर छान्दैछु म चाहिँ चारो छानिराख्नुपर्छ सजिलो हुन्छ काट्न चकचक गर्न जाँदैछ सके अनि राखिसके आयो गाह्रो छ लुगा मैले चाहिँ कडा धोएँ यत्रो हिँडेपछि लुगा धुनु पर्ने हुन्छ चल्ला चाहिँ कुप्चाउँदै रहेछ सक्दिन चाहिँ अन्त काटिनेहरू छ अहिले आइराखेर चाहिँ कुद्दै थियो फेरिले साप्रिन्छ बल्ल 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 सुताएछ तिरो अब चाहिँ म सँगले चारो हालिदिन्छु पानी पर्नु छुटाउँदैछ यो पनि यहाँको चाहिँ साथीहरू मरेछ कि हो हेर्नु यस्तो भएको छ मरेछ थुक्का यस्तो भएको छ यहाँको पनि यस्तो यहाँदेखि नै उम्रिन्छ होला यस्तो फुलहरू यहाँ जाग्दो रहेछ अलिअलि यो चाहिँ जागेछ साथीहरू पानी थापिन्छ अब यहाँ चल्लाहरू चाहिँ यहाँ लिएर चिसोमा अत्रमा फेरि कस्तो सानो पानी आएको यहाँ चाहिँ म के ठोको झिगा फैलेर योमा खानुपर्छ यो चारो त सिलाउनु पर्ने भयो अथवा कुनै मासुको झोल जस्तो
यो चाहिँ ठुलोलाई तातो तातो छ। यस्तो चारो दिन्छौँ है सोच्यो हामीले चाहिँ। के कराएर कुकुरी चारो चाहिँ खाँदैन नि, कराउनु मात्रै जानेछ। यो चारो चाहिँ दाम खुवाइराखेको छ हेर्नु, कराउनु चाहिँ कम्ती होइन फेरि। यो सुँगुर त हरियो हुन्छ। दिन्छु म फेरि मेरो दाउन खेर गएको माथि खाएर म दिन्छु भन्छ सोला। दुई हातले दिन्छु म चारो घरै। माथि बाटो पानी आयो साथीहरु, चारो दिँदा दिँदै अब अझ आइपुग्यो। ए मामो लै कस्तो खालको हो यो। तातो तातो छ बाहिर, एकैछिन मात्रै हो यस्तो पहिला चाहिँ तप तप तपनेर हाँस्दैछ। चारो दिनुपर्ने हो कि छ कि यहाँनिर चाहिँ गिरिराज चाल 3-4टा हामीले चाहिँ पालेको, कहिलेकाहीँ काटी खान्नको लागि मात्रै लिएको साथीहरु। कति थोडी पाल्नु भएको भन्नुहुन्छ होला साथीहरु। यो चाहिँ सूर्यको काम हो कि 4टा 5वटा पाल्ने भन्नुहुन्छ। धेरै एकैचोटि लिएर भन्नुहुन्छ। चारो चाहिँ म बोसुरै पुग्नु पर्ने हुन्छ। पहिला चाहिँ गाउँमै पाइन्थ्यो, अहिले चाहिँ अनि त्यति नै पाल्नु गरी काटी खानुको लागि भन्नुहुन्छ नि त्यति पालेको। फुच्चेको बोल खसेको रहेछ। फेरि पानी सुकिगयो। कस्तो खालको अलक्षिन पानी आएको राम्रो आउँदैन। मरे म त। कता लगायो नि मेरो कुखुरा। मर्यो। यहाँ चाहिँ मैले खाना बसाउनुलाई रेडी बनाइसकेँ। बसाइदिन्छु म। आँखा दुखेर दोले त्यो के गर्दैछ पोहो भने नि म फेरि हिसाब दिनु यस्तो हान्छु कामबाट टाढिँदै बसिसक्यो नि। लिएको थिएँ अहिले गइसकेछ। साग चाहिँ म भुट्छु साथीहरु, पकाउनु पर्यो। भाग न, म यहाँ तरकारी पकाउँछु अब।
दुई ल्याउनु पर्यो ओइली गएछ साथी सिक्की लाएर दुई ल्याउनु पर्छ मनमा बस तनमा बस मेरो यो संसारमा बस मकैभरि करायौँ म चाहिँ भर्खरै कामबाट आइपुगेँ लक्ष्मीले चाहिँ यहाँ तरकारीको लागि साग किराउँदै रहेछ चट्ट साग भुटेर खानुपर्छ फोन अलिक चार माग्नु भयो बेटे पल्लोमा ठीक छैन काट्न कस्तो गऱ्यो आखिर सुगर खोजेर भात पाएको होइन अब अघिन्छ भन्दैन होइन अनि अहिले बाटो भेटेको मैले तामा ग्रुप गयो अरे नि होइन गरे त पर छ नि कस्तो तिमीले मलाई राखेको लङमा यत्रो सुबेर हामी पकाउँछु ल रात परिसक्यो अनि दिउँसोको खाजा हालेको थिएँ म सुब्दा चार दिनु हुँदैन 100 रुपियाँ ज्याकेट पनि जानु भयो अथ केले टोक अथ के टोक आज टो नहुनेतिर टोक्छु
कस्तो कस्तो र त तिमीसँग फिल्म देखेको थिइनँ अनि त्यहाँ भन्दा र त तिमीसँग छ त भन्छु तपाईँले लुगा के फेरिदिनु साग पाक्छ साग किन खाऊ केही लाउनुसम्म झोल पायो त उसँग कहाँ थिचेको साथ तिमीले चार लगाइसकेको है मेरो बाबाको उचालेर छैन केटीलाई दाल बिहानको दाल छ त तताएर चाहिँ हामी एकै बारी बढायौँ बिहानको त दाल यसो पानीहरू बदल साग पकाइसक्यौँ बिहानको दाल छ यो दाल चाहिँ ततेपछि चाहिँ हामी खाना खान्छौँ अब बेलुकाको लागि साँझ पनि परिसक्यो साथीले मेरो आमा घोजेर उड्कै बनाइरहेछ बारीको छेउ कन छेउ कन तँलाई यो निन्ने आइज खेल्छस् आइज खेल्छस् यो मलाई यो कान्नु भन्छ जा कतिलाई सबै दुःखमा आएको फेरि यसरी कुटो यसो गर बाबाले कसले मेरो छोरालाई कसले खाऊ बेबी खाऊ सबैले भात ल्याउने खामाइलो भाइ परमेश्वर ल्याउनु सागर भात ओहो खेताला निस्केको निस्केको गर्ने मेरो लामो गोठ
Kom, my God. फेरि अर्को बोटको दिनु चाहिँ दुईटा